सक्नुहुन्छ। कम बजेटमा बेस्ट परफर्मेन्स चाहिएको छ भने यो भिडियो तपाईको लागि हो। नमस्कार दोस्तों, तपाईहरुलाई स्वागत छ शेयर टेक्निकल ज्ञानमा। आजको भिडियोमा हामी हेर्ने छौ टप 3 स्मार्टफोन अन्डर 25,000 जुन तपाईले 2025 मा नेपालमा किन्न सक्नुहुन्छ। कम बजेटमा बेस्ट परफर्मेन्स चाहिएको छ भने यो भिडियो तपाईको लागि हो। यो तीनटै स्मार्टफोनको लिंक मैले डिस्क्रिप्सनमा दिइसकेको छु। नम्बर 3 इन्फिनिक्स स्मार्ट 8। डिस्प्लेको कुरा गर्नु पर्दा 6.6 HD प्लस IPS 90 Hz रिफ्रेश रेट, प्रोसेसर युनिको T606, र्याम 4GB प्लस 4GB भर्चुअल, स्टोरेज 64GB। ब्याट्रीको कुरा गर्नु पर्दा 5000 mAh को ब्याट्री र 10 वाट को फास्ट चार्जिङ विथ C टाइप। OS को कुरा गर्नु पर्दा एन्ड्रोइड 13। यो फोन डेली युज युट्युब, टिकटक भिडियो जस्ता एपको लागि पर्फेक्ट छ। थोरै गेम पनि चलाउँछ तर हेभी गेम नखेल्दा राम्रो। बेस्ट फर स्टुडेन्ट र बजेट युजर। रेडमी A3 स्पेसिफिकेसन को कुरा गर्नु पर्दा डिस्प्ले 6.71 इंच HD प्लस विथ गोरिल्ला ग्लास 3, प्रोसेसर MediaTek Helio G36 छ यसमा, र्याम 4GB छ, स्टोरेज 128GB स्टोरेज। ब्याट्री को कुरा गर्नु पर्दा 5000 mAh को ब्याट्री विथ 10 वाट को फास्ट चार्जिङ विथ C टाइप। क्यामेरा को कुरा गर्नु पर्दा 8MP डुअल AI क्यामेरा। यो फोन को सबभन्दा राम्रो फिचर्स के छ भने मिनिमल डिजाइन, MUI, क्लीन UI र लार्ज डिस्प्ले। टिकटक, व्हाट्सएप, इंस्टा सबै र्याम स्मूथली चल्छ। लाइट वेट युज को लागि पर्फेक्ट स्मार्टफोन हो। नम्बर 1 Samsung Galaxy A05 स्पेसिफिकेसन। यसमा छ डिस्प्ले 6.7 प्लस LCD, प्रोसेसर MediaTek Helio G85 प्रोसेसर छ यसमा, र्याम 4GB देखि लिएर 6GB सम्म छ। स्टोरेज को कुरा गर्नु पर्दा 64GB देखि 128GB सम्म छ। क्यामेरा को कुरा गर्नु पर्दा ब्याक साइड को क्यामेरा 50MP प्लस 2MP छ भने सेल्फी क्यामेरा 8MP को छ। ब्याट्री 5000 mAh को छ, 25 वाट को फास्ट चार्जिङ छ। यो फोन लुक स्टाइल्स पनि छ र परफर्मेन्स पनि ब्यालेन्स छ। गेमिङ, फोटो, भिडियो सबै राम्रो परफर्मेन्स दिन्छ। स्यामसङ को रिलायबिलिटी पनि पाइन्छ। ओभरअल बेस्ट स्मार्टफोन अन्डर 20,000 इन नेपाल। अब तपाईले भन्नुहोस् तपाई कुन स्मार्टफोन लिनुहुन्छ, कमेन्ट गर्नुहोस्। तल यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् साथीहरुसँग र सब्स्क्राइब गर्न नबिर्सिनुहोस् शेयर टेक्निकल ज्ञानलाई। फेरि भेटौँला अर्को उपयोगी भिडियोमा। धन्यवाद।